बिहानको सुरुवातीसँगै आज फेरि आफ्नै करेसवारीमा प्रकृतिले प्राकृतिक रूपमा हाम्रो स्वास्थ्यको लागि बनाइदिनु भएको हरियो परियो तरकारीसँग तपाईहरुको समक्षमा उपस्थित भएको छु। संसारको जुनसुकै क्षेत्र, जुनसुकै शहर, जुनसुकै मरुभूमि, जुनसुकै समुद्र, जुनसुकै सयौं तला बिल्डिङबाट पनि हेर्दै हुनुहुन्छ नि, यो हाम्रै गाउँको अर्गानिक तरकारी सिस्नु तपाईलाई कस्तो लाग्छ त? आज बिहान उठेर तपाईहरु सब्जी मन्डीतिर धाउनु भयो होला। कुन सब्जी मन्डीमा के तरकारी सस्तो पाइन्छ, कहाँ गएर कति कम मूल्यमा कस्तो गुणस्तरहीन तरकारी पाइन्छ भनेर खोज्दै हिँड्नु होला छरपटै गल्ली गल्ली चोक चोक शहर शहर। तर म चाहिँ त्यस्तो हैन। म प्रकृतिले प्राकृतिक रूपमा हाम्रो स्वास्थ्यलाई खाना बनाइदिनु भएको छ करेसवारी डुल्ने क्रममा आज बिहान उठेर यति तरकारी एक बाल्टी तरकारी लिएर आए। तपाईहरु संसारको जुनसुकै क्षेत्रबाट पनि हेर्दै हुनुहुन्छ यो तरकारीलाई कस्तो लाग्छ त? नेपालको अर्गानिक तरकारी हेर्नुस् त, कति भिटामिन र मिनरल्सले भरिपूर्ण, प्रोटिनले भरिपूर्ण यो तरकारी। न केमिकल छ यसमा, न केही नराम्रो चीजहरु छ, न यसमा पैसा गयो। बस हाम्रो खाली रहेको समय मात्र केही 5-10 मिनेट समय निकालेर गएर टिपेर ल्याइयो। त्यसकारण तपाईहरु संसारको जुनसुकै क्षेत्र जहाँ बसे पनि बिहानको सुरुवाती गरेर तपाईहरु पक्कै पनि आफ्नै करेसवारीमा अथवा प्रकृतिले दिनुभएको करेसवारीबाट ल्याएको सब्जीमा बढी जोड दिनु होला। बजारको केमिकल युक्त, पोइजन युक्त सब्जी भन्दा आफ्नै करेसवारीमा उत्पादन भएको, हामीले उब्जाएको पनि हैन के, भगवानले हामीलाई उब्जाइदिनु भएको यस्ता तरकारीहरुबाट दिनको सुरुवात गरौँ भन्ने नाराका साथ संसारभरि छरिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई यस भिडियो मैले यहाँ सम्प्रेषण गर्दै छु। पक्कै पनि तपाईहरुले अब यी भिडियोहरु हेरेर बिहानको सुरुवाती गर्दाखेरि चाहिँ कसरी हुन्छ आफ्नै करेसवारीमा उत्पादन भएका, भगवानले उत्पादन गरिदिएका सब्जीहरुबाट इस्तेमाल गर्नुला। तर यसको पोल्ने भन्दा पनि यसले गर्ने गुणको, यसले दिने जुन भिटामिन र मिनरल छन् त्यसको चाहिँ गीत गाउँ। पोल्छ भनेर यसलाई नह्याप्याउ, पोल्छ भनेर ह्यापियो भने काम छैन। यसले दिने जुन तत्त्व छ त्यसबाट हामी प्रभावित हुन सिक्नु।